प्रमुख अर्जुन नरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्री परिषद गठन सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकमा सभामुखले नेपालको संविधानको धारा 104 बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधि सभा नियमावली 2079 बमोजिम काम कारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुनेछ। आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ। बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ। त्यस्तै बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली 2079 को नियम 7 बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नुहुनेछ। तपाईलाई आजको प्रतिनिधि सभाको बैठक कस्तो हुन्छ जस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला। प्रतिनिधि सभाको बैठक आज दिउँसो 2 बजे बस्दैछ। हामी तपाईलाई प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण लाइभ देखाउँदैछौँ। तपाईँ यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला। प्रतिनिधि सभाको बैठक आज दिउँसो 2 बजे बस्दैछ। गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव पछिको पहिलो संसद अधिवेशन आजदेखि सुरु हुन लागेको हो। सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्य हलमा दिउँसो 2 बजे प्रतिनिधि सभा बैठक बस्नेछ। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले पनि बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गएको चैत्र 16 गते नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा आजका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। बैठक सञ्चालनका लागि भौतिक सुरक्षा, प्राविधिक र जनशक्ति लगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। संघीय संसद अन्तर्गत माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको बैठक भने संघीय संसद सचिवालयको राष्ट्रिय सभा कक्षमा बस्नेछ। 275 सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका 182, काङ्ग्रेसका 38, एमालेका 25, नेपाली कम्युनिस्ट पार्टी नेकपाका 17, श्रम संस्कृति पार्टीका 7, राष्ट्रिय प्रजातन्त्र पार्टीका 5 र 1 स्वतन्त्र सांसदको उपस्थिति रहेको छ। आजको बैठकमा 3 वटा अध्यादेश पेश हुँदैछन्। बैठकमा गृहमन्त्री सुदन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ। साथै बैठकमा सभाका ज्येष्ठ सदस्य सभामुख अर्जुन नरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री